आज हामी यहाँ त्यसको सिलसिलामा म सानो औपचारिक म यस स्याङ्जा जनसमितिको अध्यक्ष श्री सोमा सबैले पुर्याउने जमातमा आजको छोटो रूपमा स्वागत मन्तव्य राखिदिनु हुन म यस संस्थाका उपाध्यक्ष श्री अङ्गीर आजको यस स्याङ्जा जनसेवा समितिले जुन आयोजना गर्नु भइरहेको कृषकको अध्यक्ष श्रीमान पदमबहादुरजीको सम्मान कार्यक्रम भएछ अध्यक्ष महोदय साथै उपस्थित हुनुभएका सम्पूर्ण स्याङ्जा जिल्लावासी दाजुभाइ दिदीबहिनीहरू प्रमुख अतिथि श्रीमान कृषकको अध्यक्ष थियो विश्व अतिथि सुदर्शन सङ्गठन अध्यक्ष साथै विभिन्न सङ्घ संस्थाबाट आज स्याङ्जा जनसेवा समिति हाम्रोले प्रथमचोटि विश्वकपका बहुसङ्घीय सङ्गठनका अध्यक्ष जिल्लाले सम्मान जानकारी गर्न चाहन्छु र आजको यस सम्मान कार्यक्रममा जुन सबैले आफ्नो अमूल्य समयलाई नष्ट गरेर यस कार्यक्रममा सहभागी हुनुभए हाम्रो यस कार्यक्रमलाई भव्यताको साथ सफलता र आजको यस सम्मान कार्यक्रमको सन्दर्भमा हाम्रो बुवा श्री पद्मबहादुर गुरुङज्यू विश्वकपका भूसैनिक सङ्गठन बारेमा लड्दा आउनु गयो र उहाँको त्यो देनलाई आज हामीले सम्मान गर्न गइरहेका छौँ किनकि उहाँको योगदानमा विश्वकप भूसैनिक सङ्गठनका सम्पूर्ण परिवारको उच्च स्थानमा जुन बाटो उहाँले देख्नुभयो उहाँलाई धेरै धन्यवाद दिन आशा छ आगामी यस्तै कार्यक्रम पनि यस्तै किसिमको रोयल्टीहरू उहाँले आफ्नो उसमा चाहिँ ल्याउनुहुन्छ भन्ने मैले आशा लिएको छु र आजको यस सम्मान कार्यक्रममा म खास आग्रह गर्नु धेरै जानु चाहदिनँ किनभने र आगामी प्रतिबारे अवश्य नै हाम्रो कदम गुरुङजीले अवश्य नै यसलाई संरक्षण गर्ने सैनिकहरूको परिवारलाई अझै पनि रात आशा राख्दै स्याङ्जा जिल्ला र फेरिसको गाउँमा जन्मिनु भए उहाँ हाम्रो स्याङ्जाको लागि मात्रै नभएर अहिले उहाँ हाम्रो विश्वभरि छरिरहेका नेपालीहरूको माझमा र ब्रिटिस सैनिकको माझमा प्रतिनिधित्व दिँदै हुनुहुन्छ। यस्तो महान व्यक्ति हाम्रो स्याङ्जामा जन्मिनु भएको रहेछ र अहिले हामीलाई एकदम गौरव कुरा छ यो। अहिले उहाँ पद्मबहादुर गुरुङज्यू हाम्रो एउटा स्याङ्जा सिङ्गो नेपालीको माझमा र ब्रिटिस गोर्खा सैनिक केशरको माझमा जो महान व्यक्तित्व हुनुहुन्छ उहाँ जस्तो व्यक्तिलाई आज हामीले सानो ठाउँमा भए पनि सम्मान गर्न सक्छ। उहाँ लगायत मेरो संस्था स्याङ्जा जनसेवा समिति एकदमै खुसी लागिरहेको छ। यसै कार्यक्रममा छोटो मन्तव्य राख्नु संस्थाका सल्लाहकार श्री अशोक कुमार धन्यवाद सचिवज्यू। कार्यक्रमका अध्यक्षले र चाहिँ प्रमुख अतिथिज्यू उपस्थित सम्पूर्ण अतिथिज्यूहरू र हाम्रो स्याङ्जाले चाहिँ दाजुभाइ दिदीबहिनी, अब आजको यो सम्मान कार्यक्रमको विषयमा दुई शब्द बोल्नु पर्दाखेरि जुन अवसर दिनुभयो मलाई खुसी लागेको छ। र अब यो के विषयमा जान्छ भन्दाखेरि अब मैले चाहिँ योभन्दा अगाडि पनि यो आमा समूहको चाहिँ अगाडि गर्दाखेरि 50 साल हो के अरे मैले उहाँलाई चाहिँ नेपालको नेसनल हिरो भनेको थिएँ। उहाँ नेसनल हिरोकै बारेमा चाहिँ मलाई दुई शब्द चाहिँ विचार शब्द चाहिँ म चाहिँ व्यक्त गर्न चाहन्छु। खास गरी के भने अब हिजो जुन चाहिँ
गोर्खा भूपुले चाहिँ के अरे ब्रिटिस भूपुले चाहिँ कुनै किसिमको सुविधा अथवा चाहिँ ब्रिटिसलाई च्यालेन्ज गर्दाखेरि पदमबहादुरलाई चाहिँ वास्तवमा म सही कुरा भन्छु उहाँ अगाडि नै हुनुहुन्छ उहाँ पदमबहादुरले चाहिँ अलिअलि भएको चाहिँ पेन्सन पनि गुमाउनु भयो कि आउनेहरूले भन्ने किसिमबाट चाहिँ मान्छेहरू चाहिँ पक्का रूपमा चाहिँ हेर्छ तर चाहिँ पछि गएर जुन उहाँले चाहिँ अब विभिन्न किसिमको सङ्घर्ष गर्नुभयो र उहाँको बारेमा चाहिँ मलाई पनि एकदम बुझ्न मन पनि लाग्यो र अहिले पत्र पत्रिकामा निस्किरहेको छ मैले पढि पनि राखेको उहाँले चाहिँ सिर्फ ब्रिटिसमा मात्रै होइन जिआरीमा गएर चाहिँ ब्रुनेमा गएर चाहिँ ब्रुनेको सुल्तानको पनि सेवा गर्नुभयो उहाँ पनि अधिकार हक र अधिकारको लागि उहाँले त्यहाँ पनि उहाँले चाहिँ सङ्घर्ष गर्नुभयो त्यस पछाडि आएर नेपाल आएपछि उहाँले जुन रूपमा चाहिँ गर्नुभयो र एउटा चाहिँ कहिल्यै चाहिँ सोचे नअस्ताउने चाहिँ ब्रिटिस राष्ट्रलाई पनि उहाँले झुकाउनु भयो र अहिले चाहिँ ब्रिटिस गोर्खा र उनीहरूको सन्तानले चाहिँ जुन सुविधा पाइराखेको छ र जुन पेन्सनको वृद्धि भएको छ यो सबै चाहिँ पदमबहादुर गुरुङको चाहिँ यो चाहिँ सबैको अगाडि चाहिँ यो एउटा चाहिँ सम्मान कार्यक्रममा मात्रै होइन जुनसुकै सभामा पनि खुला रूपमा चाहिँ यो कुरा चाहिँ भन्न सकिन्छ र बोल्न सकिन्छ त्यसकारण चाहिँ पदमबहादुर गुरुङ जस्तो व्यक्तिलाई चाहिँ आज चाहिँ स्याङ्जा चाहिँ समिति हङकङले चाहिँ सम्मान गर्न पाउँदाखेरि यो हाम्रो चाहिँ ठुलो चाहिँ गौरवको र अहोभाग्यको कुरा हो र उहाँलाई चाहिँ अझै पनि म चाहिँ धेरै शुभकामनाहरू चाहिँ बधाई दिन्छु र उहाँको चाहिँ जुन नयाँ प्रपोजलको बारेमा मैले सुनेको छु जुन खेती खोलाको चाहिँ सार्वजनिक डाँडामा चाहिँ स्मृति केन्द्र चाहिँ बनाउँदै हुनुहुन्छ त्यो चाहिँ स्याङ्जाको लागि चाहिँ ठुलो चाहिँ एउटा आत्मसम्मान र चाहिँ गौरवको कुरा हो किनभने नेपाल अधिराज्यमा स्याङ्जा जस्तो ठाउँहरू चाहिँ त्यस्तो जुन पाहाडहरू भएको र त्यस्तो किसिमको चाहिँ प्राकृतिक भएको चाहिँ ठाउँ प्रशस्त मात्रामा छ पचहत्तर जिल्लामा तर आज चाहिँ पदमबहादुर गुरुङज्यू चाहिँ स्याङ्जा जिल्लामा चाहिँ खेती खोलामा जन्मनु भएको थियो र उहाँ चाहिँ देशको चाहिँ अध्यक्ष हुनुभएको हुनाले त्यो एउटा त्यस्तो किसिमको प्रपोजल र कार्यक्रम चाहिँ हामी स्याङ्जावासीले पाइरहेका छौँ यो कुरामा चाहिँ हामी सबैले गर्व गर्नुपर्छ र यो कुरालाई यो प्रोजेक्टलाई चाहिँ यो प्रपोजललाई कसरी चाहिँ सक्सेस गराउने हामी सबैले चाहिँ आफ्नो आफ्नो क्षेत्रबाट चाहिँ काम गर्नुपर्छ भन्ने चाहिँ मलाई चाहिँ लागेको छ र हामी गर्छौँ पनि र एक भएर चाहिँ पदमबहादुर गुरुङज्यूको चाहिँ हामीले चाहिँ उहाँले गर्नुभएको कुरा उहाँको जुन देनहरू छ वास्तव भनेको के हो भने अब एउटा चाहिँ ऐतिहासिक दस्तावेजमा एउटा अभिलेख पनि भइसक्यो पदमबहादुर गुरुङज्यूले चाहिँ के गर्नुभएको छ कस्तो गर्नुभएको छ भन्ने कुरा स्पष्ट रूपमा देखिएको छ हुन त किनभने हाम्रो चाहिँ नेपालमा चाहिँ के अरे नेपालमा चाहिँ संसारभरि नै काम गर्ने मान्छे अगाडि गाडेर धेरै जसो पछाडि तानेर खुट्टा चाहिँ फुस गर्ने यसलाई चाहिँ कसरी डाउन गर्ने यो कुराहरू चाहिँ चलेको छ संसारभरि नै चलेको छ नेपालमा त्यस कारणले उहाँको विषयमा चाहिँ व्याख्या गर्ने कुराहरू पनि धेरै कुराहरू पनि सुनिन्छ तर के हो भने एउटा जुन उहाँले चाहिँ एउटा चाहिँ ब्रिटिस साम्राज्यको जस्तोसँग पनि उहाँले चाहिँ एकदम चाहिँ लडेर त्यतिखेर चाहिँ मान्छेले के भन्न खोज्थ्यो भने एउटा पाहाडसँग चाहिँ मुसाले जोडी खोजिरहेको छ पाहाडले चाहिँ किचेर मार्न सक्छ भन्ने कुराहरू पनि गर्छ तर भए तापनि के भने जुन विजय गर्नुभयो जुन साहस गर्नुभयो र जुन चाहिँ एउटा चाहिँ रणनीतिक टेक्निकहरू उहाँले चाहिँ प्रयोग गर्नुभयो त्यस कारण चाहिँ उहाँ चाहिँ एकदम चाहिँ हाम्रो चाहिँ स्याङ्जा जिल्लाको चाहिँ सम्मान गर्ने लायकको एकजना चाहिँ छोरो सपुत चाहिँ उहाँ त्यही भएर मैले चाहिँ परार सर चाहिँ यहाँ आमा टोलीको उसमा चाहिँ मैले चाहिँ उहाँलाई चाहिँ हाम्रो नेपालको नेसनल हिरो भनेर चाहिँ मैले भनेको किनभने ब्रिटिस गोर्खाले चाहिँ जुन नपाउनु पनि पाएको थिएन त्यो कुरो चाहिँ उहाँले चाहिँ पाउने गराइदियो यो जुन चाहिँ नेपालको एउटा चाहिँ एकदम चाहिँ सच्चा चाहिँ छोरा एउटा चाहिँ पक्का नेसनल हिरोले गर्न सक्ने कुरो हो कुनै पनि प्रधानमन्त्रीले पनि गरेका थिएन कुनै राजा महाराजले पनि त्यो किसिमको चाहिँ सुविधाको कुराहरू गरेका थिएन त्यो कुरो चाहिँ उहाँले गरिदिनु र अब धेरै लामो चाहिँ नजाउँ फेरि पनि म पदमबहादुरजीलाई चाहिँ धेरै धेरै शुभकामना व्यक्त गर्दै म आफ्नो मन्तव्य ल्याउँछु धन्यवाद साँच्चै भन्नुपर्दा मैले पहिला नेपालमा धेरै पदमबहादुर हाम्रो साथीभाइ हाम्रो बाबाहरू पेन्सनको रूपमा पेन्सनको लागि लड्नु भएको छ अरे एउटा देशको सत्ता पनि खोल्नु भएको छ भन्ने मैले सुनेको थिएँ जब म हङकङमा आएँ हङकङमा त्यसै प्रोग्रामहरू भइरहेको थियो तर उहाँको त्यस्तो प्रोग्राममा सहभागी हुने मौका मलाई मिलेन तर पछि गएर मैले थाहा पाएँ र उहाँ जस्तो महानलाई आज मैले
यसै क्रममा छोटो रूपमा मन्तव्य राखिदिनु हुन यस संस्थाका सल्लाहकार भारतीय पुलिस सैनिक अध्यक्ष श्री जगबहादुर गुरुङज्यूलाई म विनम्र नमस्कार सबैलाई आजको यस सम्मान कार्यक्रमका सभापति र यसै सङ्घका सल्लाहकार र आजको यस सम्मान कार्यक्रमका प्रमुख अतिथि र विशेष अतिथिमा अलकिराम आन्तरा साथी र सम्पूर्ण यस सङ्घका उपाध्यक्ष सचिव सम्पूर्ण भाइहरू बहिनीहरू र खास भन्नुपर्ने कुरा खास केही पनि छैन र हाम्रो प्रमुख अतिथि पदमबहादुर साहबको बारेमा सम्पूर्णले सुनिसकेको छ बुझिसकेको छ उहाँ एउटा बहादुरी भनौँ र उहाँको लागि हामी यति खुसी छौँ र एउटा हामी गौरवको कुरा पनि हो उहाँले जुन कामहरू उठाइरहेको छ अहिले संविधानमा त्यस चिजमा चाहिँ नि सफलता होस् भन्ने हामी सम्पूर्ण 75 जिल्लाका गोर्खाहरूको तर्फबाट शुभकामना दिन्छौँ। आउने दिनहरूमा पनि उहाँले उहाँको कामहरू सफलता होस् भन्ने आशा छ र आज यो खुसी छु हाम्रो इन्डियन गोर्खा भुपू जन्मेर अहिले 9-10 महिनाको बाटो उहाँसँग भेट्न पाउँदाखेरि हामी त्यसैमा खुसी छौँ र आउने दिनहरूमा पनि हामी ब्रिटिस गोर्खा भुपू इन्डियन गोर्खा भुपू सम्पूर्ण एकतै भएर जाने मेरो आशय नै छ। काँधमा काँध मिलाएर हातेमालो गरेर हामी हिँड्ने उद्देश्य नै छ। सम्पूर्ण विभिन्न अङ्गका सङ्घ संस्थासँग पनि हामी एकता भएर जाने विचार छ र अहिले हामीले जुन दुई शब्द के भन्न चाहन्छु भने हाम्रो जुन कामहरू सम्पूर्ण अङ्गका नेपाली दाजुभाइ दिदीबहिनीले इन्डियन गोर्खा भुपू सैनिक सङ्घलाई यति माया गरिछ भन्ने हामीले अस्तिको कार्यक्रममा बुझ्यौँ। हाम्रो मिडिया पार्टनर दाजुभाइले र हाम्रो सङ्घ संस्थाले यति माया गरेर हामीले चाहिँ यो सफलता गर्दै हो। धेरै धेरै धन्यवाद। हाम्रो JBT.com क्लिक गरेर हेरेको सम्पूर्ण नेपाली दाजुभाइले म धन्यवाद दिन चाहन्छु यो कार्यक्रममा सफलता गरिदिएकोमा र आउने दिनहरूमा पनि इन्डियन गोर्खा भुपूलाई यस्तै माया गर्छ होला भन्ने आशा छ र आज दुई शब्दले म यहीँ राखेर अनुमति चाहन्छु। धन्यवाद। र पनि उहाँले गर्नुभएको थियो जब उहाँले पेन्सनको रूपमा विश्वको संस्था खोलेर जुन कार्य गर्नुभयो त्यो कार्य जुनै पनि कार्यक्रमहरू सञ्चालन गर्नको लागि र त्यो कार्यक्रम अवश्य नै दुःख व्यक्त गर्नुपर्छ र त्यो बारेमा मैले साँच्चै भन्नुपर्दा अस्तिको हैदराबाद प्रोग्राम यहाँको प्रोग्रामको गीत मैले हेरेँ जबकि मैले हाम्रो एफडिआर क्षेत्र मेरो फेसबुकमा पनि ट्याग गरिदिनु भएको उहाँहरूको कार्यक्रम मैले झन्डै 1 घण्टा 20 मिनटको कार्यक्रम हेरेँ र त्यो कार्यक्रम हेर्दै मलाई एकदम अनुभव के भन्दाखेरि उहाँले जब त्यो देशको लागि सुरुवात गरेको कामहरूदेखि लिएर बिचमा उहाँले भोग्नुभएको दुःख पीडाहरू र उहाँले पाउनुभएको सफलताको खुसीको क्षणहरू सबै मैले सुन्दाखेरि मलाई अति खुसी पनि लाग्यो र सुन्दै जाँदा अति दुःख पनि लाग्यो र त्यस्तो हुन्छ संस्था र उहाँले गर्नुभएको छ त्यसको लागि र मैले यति मैले बुझेको छु कि उहाँको दिनले गर्दा चाहिँ अहिले हाम्रो ब्रिटिस सरकारलाई केही राहत पुर्याउनु पहिला भन्दा पनि लागेको त्यसैले उहाँलाई सम्मान गर्न पनि कुनै उपहार दिन नसके पनि हामी सिङ्गो चाहिँ पनि दाजुभाइहरू
एकदम ठुलो माहौल बनाउन नसकेपछि सानै भए पनि हामीले यहाँको लागि सम्मान गरिरहेका छौँ र एउटा सानो मायाको चिनो बनाइरहेको छ। यहाँले सानो मायाको चिनो भए पनि र हाम्रो इच्छाले सानो प्रेम भेलालाई पनि ठुलो सम्झेर राख्ने विश्वास रहेछ भन्ने मलाई र आज उहाँलाई सम्मान गर्ने दाजुभाइहरू पनि त्यसको लागि उहाँलाई पनि धन्यवाद दिँदै र उहाँको यस कार्यक्रममा उपस्थित गराउनुको लागि र पछि कार्यक्रम सकिएपछि उहाँलाई फेरि यथासम्मै नै पुर्याउनुको लागि सहयोग गर्नुपर्छ। हाम्रो ब्रिटिस गोसाइनी सन्त सदस्य मणिकिरा व्यक्तिगत हिसाबबाट र तर्फबाट र अब हामी उहाँलाई एउटा सम्मान मायाको चिनो प्रदान गर्ने कार्यक्रमतिर लाग्दैछौँ। त्यसैले उहाँलाई खादा मायाको चिनो खादा उडाइदिनु यस संस्थाका सल्लाहकार भए अर्जुन कुमार गर्दै मायाको चिनो प्रदान गरिदिनु म यस संस्थाका अध्यक्ष कमल गुरुङको त्यसै सिलसिलामा हामीले पनि आजको यस कार्यक्रममा केही मन्तव्य राखिदिनु हुन म दिदीबहिनीहरू अलि हुनुहुन्छ नि होइन, त्यसो अलिकति तपाईँहरूले पनि मेरो कुरा सुनिदिनु पर्यो। तपाईँहरू नेपाली हुनुहुन्छ भने तपाईँहरूले पनि अलिकति मेरो कुरा सुनिदिनु पर्यो। सर्वप्रथम यो स्याङ्जा जनसेवा समितिले तथा भारतीय भूपू सैनिकका मेरा भाइहरूले मलाई जुन आज सम्मानको कार्यक्रम गर्नुभयो र यो मेरो जीवनको लागि अविस्मरणीय क्षण रहनेछ र यहाँहरूको लागि हार्दिक धन्यवाद दिन चाहन्छु। एउटा कुरा हामीले भुल्न नहुने, आफूलाई जन्म दिने आमा र आफ्नो जन्मको मातृभूमि मुटुभन्दा प्यारो हुन्छ भन्ने कुरा कसैले भुल्नु हुँदैन।
यदि हामीले आफूलाई जन्म दिने आमा र आफ्नो जन्मभूमिलाई हामीले भुल्छौँ भने हामी मानवबाट अन्न खाए पनि त्यो पशु सर हुन्छ। दोस्रो कुरा, आज तपाईहरू हामीहरू पक्कै पनि नेपालको कुना कन्दराबाट हङकङ आएका छन्। या हाम्रा दाजुभाइ दिदीबहिनीहरू बेलायत गएका छन्, या अमेरिका गएका छन्, या जापान गएका छन्, या बेल्जियम गएका छन्। तपाईको जन्मभूमि जुन गाउँमा तपाईँ जन्मनु भयो, जुन गाउँमा तपाईँ हुर्कनु भयो, आज त्यो गाउँको अवस्था के छ? अनि तपाईले हङकङमा आएर के पाउनुभयो? हिलिमिली पाउनुभयो, हङकङको चौतर्फी विकास पाउनु हेर्नुभयो। सरर 12 बजे राति 1 बजे जतिखेर पनि चाहिँ के अरे ऊ चाहिँ के अरे एमआरटी र चाहिँ के अरे बस पाउनुहुन्छ। तर तपाईँ जन्मेको माटो, तपाईँ जन्मेको भूमि, तपाईँको धरती मातामा तपाईँ गाउँ जन्मेको गाउँमा किन अन्धकार छ? के आज तपाईको माटो, तपाईको धरती, तपाईँ जन्मेको त मातृभूमिलाई हिजो कुनै देवी देवताले सरापेर तपाईको भूमि त्यस्तो भएको थियो र आज यो हङकङलाई कुनै चाहिँ भगवान, कुनै देवी देवताले चाहिँ आशीर्वाद दिएर यस्तो स्वर्गलोक भएको हो? तपाईले यसरी हेर्नुहुन्छ? या जर्मन, या जापान, या लन्डन, यो कदापि नै होइन। आज तपाईको भूमिलाई आज विश्वमा नेपाल यति धनी राष्ट्र हो, यति धनी राष्ट्र हो, तपाईको जन्मभूमि, तपाईको धरती, तपाईको मातृभूमि। तर आज त्यति हुँदा हुँदा पनि हामी आज यहाँ बसेर बियर खाइरहेका छौँ, भुसी खाइरहेका छौँ, त्यहाँ चाहिँ मजाको म कपडा गरिरहेको। तर तपाईको धरतीमाथि, तपाईको मातृभूमिमा आज गिद्धले हेरी यति ठुलो गिद्धको चाहिँ के अरे त्यो डरलाग्दो नङ्ग्राले त्यो छातीमा चाहिँ यसरी चाहिँ के अरे कोपाइरहेको छ र त्यो धरतीले चाहिँ के अरे त्यो धरती रोइरहेको छ। हामी चाहिँ त्यो धरतीको चाहिँ के अरे पुत्र भएर पनि हामीले चाहिँ ठुलो ठुलो आफ्नो आमाको मातृभूमिको छातीमाथि त्यसरी गिद्धले चाहिँ के अरे ओर्दा हामी ठुलो ठुलो हेरिरहेको छ। यो किन भयो? इतिहासलाई तपाईहरुले बुझ्नुहोस् अलिकति। इतिहासलाई हामीले बुझिनौं भने, हामीले वास्तविकलाई बुझिनौं भने संसारमा नेपाली जहाँ जानुहोस् तपाईहरु, हाम्रो चौकीदार भन्दा केही कुनै कुरा छैन। संसारभरि गएका आज नेपालीहरु कुनै चाहिँ के एउटा चाहिँ के उद्योगपति भएका छन्। एउटा रसको चाहिँ के उपेन्द्र चाहिँ के महत्त्व चाहिँ भएका छन्। तर उहाँ चाहिँ अर्कै छ। एउटा शेष घले अस्ट्रेलियामा गएर चाहिँ के उनले त्यहाँका चाहिँ के अरबपति भएका छन्। तर हामी आज यो अवस्थामा जहाँ पनि हामी बसौँ, चाहे हङकङ, चाहे लन्डन, चाहे जापान, चाहे बेल्जियममा बसौँ, 24 घण्टा एकातिर श्रीमती दौडिया छ कामको लागि, एकातिर लाउने के दौडिया छ कामको लागि, एकातिर बच्चा दौडिया छ, बच्चा के भइरहेको छ थाहा छैन है। र अन्तिममा हामीले पाएका छौँ के त भन्दाखेरिमा एक गाछ भन्दा पाएका छैन र मर्दाखेरिमा चन्द उठाउनु पर्यो। यसको सृष्टि सिर्जना कहाँ भयो तपाईले बुझ्नु। जुन बेला भारतीय भूमिमा, भारतीय चाहिँ भूमिमा बेलायती साम्राज्यले खुट्टा टेक्यो, त्यसपछि उनले चाहिँ नेपालका ती चाहिँ के राणाहरूलाई उसले फकाएर त्यहाँका चाहिँ आदिवासी जनजातिका युवाहरूलाई चाहिँ उसको सेनामा भर्ती गर्ने परिपन्थ मिलायो। त्यसपछि यस हाम्रो चाहिँ यो दुर्भाग्यको
ऊ भएको र अहिले नेपालमा अहिले चाहिँ तपाईँको चाहिँ हेर्नुहोस् त विश्व उहाँका विकास भएर कहाँ गइसक्यो हामीले अहिलेसम्म संविधान नपाएर फल्न के को संविधान हामीले यहाँ गरेको हामी हामी चाहिँ ऊ चाहिँ बाहिर छौँ अनि नेपालमा संविधान बन्यो कसले बनाउने नेपालमा कसले गर्ने हो त्यस कारण यो सबै हुनुको पछाडिको मेन कारण चाहिँ अङ्ग्रेज हो राणा नेपालमा त्यो दुर्गति हुन 52 साल पनि होइन 52 त हिजो 7 सालसम्म राणाहरूको छेउमा सिट ठाडो गरेर बोल्ने बित्तिकै उसलाई पनि 4 पाटे मुडेर चाहिँ राणाले निकालिदिन्छ भाइ त्यस कारणले म अहिले छुटकारमा तपाईँलाई भन्दैछु मसँग समाज छैन र हामीले गोर्खा आन्दोलन के हो देशको आन्दोलन के हो भन्ने सम्बन्धमा सिर्फ ब्रिटिस सेनाका लाउरेनीहरूको पेन्सन बढाइ पाउँ भन्ने आन्दोलन होइन हाम्रो हामीले 200 वर्षको इतिहासलाई अध्ययन गर्छौँ जुन बेला नेपालको जनसङ्ख्या मात्र 40 लाख थियो त्यतिखेर ब्रिटिसले 2,50,000 भर्ती गर्यो 2,50,000 भर्ती गर्यो र हामी संसारभरि बेलायतको दासको बन्दुक बोकेर संसारका नागरिकहरूको चाहिँ नेपालको कुनै पनि स्वतन्त्रता नै नभएको मित्र राष्ट्रका नागरिकको विरुद्धमा उसको चाहिँ छाती सङ्गीनले भन्दै गयो कि जापान हाम्रो दुश्मन थियो भन्नुहोस् त ल त जापानले कहिले नेपालमाथि बोम्बडी गरेको थियो जापानले कहिले नेपालका चाहिँ के अरे चेलीबेटीहरूमाथिको अस्तित्व लुट्याएको थियो हामीलाई अङ्ग्रेजले के भने जापान तेरो शत्रु हो जसले जापानको धेरै घाँटी काट्यो त्यसलाई भिसिदियो अहिले हेर त सबभन्दा ज्यादा नेपाललाई सहयोग त्यही जापानले र आज म अलिकति रोक्सी पनि यसरी बर्बाद बनाइदियो कि अङ्ग्रेज र राणाले खास गरी हाम्रो मेन शत्रु नेपालको मेन शत्रु अङ्ग्रेज र राणा अहिले म तपाईँहरूलाई चाहिँ यो समय छैन मैले आज 22 वर्ष भयो गेसो आन्दोलन सुरु भएको मैले 4 घण्टासम्म पूर्व पश्चिम उत्तरदेखि काठमाडौँबाट भाषण गरेँ तर आज यो समय छैन म 15-20 मिनट मात्रै टुङ्ग्याउँछु हाम्रो सवाल लाउरेनीको चाहिँ पेन्सन बढाइ पाउँ भन्ने होइन कि 200 वर्षसम्म बेलायतको दासत्वको बन्दुक बोकेर संसारभरिका नागरिकहरूको छातीमा बन्दुकको सङ्गीनले घोट्दै हिँड्दा के पायौँ त अनि हामीले के गुमायौँ हामीले सर्वस्व गुमाउने सिवाय केही पनि पाएन हो 60,000 जुन बेला नेपालको जनसङ्ख्या जम्मा 40 लाख थियो 60,000 हाम्रो बाउबाजेहरू विश्वयुद्धमा मरे के हो विश्वयुद्धमा मरेपछि लडाइँ जितियो विश्वले शान्ति पायो शान्ति पाएपछि के भयो द्रुत गतिले विकासको उसमा अघि बढ्यो बेलायत के भयो संसारको सुपर पावर शक्तिशाली राष्ट्र हामी लाउरे बहादुरले के पायौँ त ए आधार देशको यदि त्यतिखेर हामी त्यही नेपालमा बसेको भए राणाको विरुद्धमा त्यतिखेर लड्थ्यौँ नेपालमा लोकतन्त्र जनतन्त्र गणतन्त्र त्यतिखेर आउँथ्यो आज नेपाल विकसित भएर एसियाको स्विजरल्यान्ड हो आज हामीले के पायौँ लाउरेनी तपाईँले के पाउनुभयो एक नम्बरमा तपाईँको राष्ट्रको बर्बादी बनाउनु दोस्रोमा तपाईँको गाउँ सबभन्दा गुरुङको त हेर्नु अपचारित भयो एक नम्बरमा गुरुङको थलो घान्द्रुङ गाउँ अब कहिले पनि सिक्लिस गाउँ गुरुङ कहिले पनि हामीले आफ्नो आदिवासी जनजातिको गाउँ संस्कार संस्कृति शोभा बनाएको तेस्रो हाम्रा लाउरेको छोराहरू कहिले हङकङ कहिले मलाया कहिले ब्रुनाई कहिले नेपाल हुँदा हुँदा नेपाली नबेलाइ अहिले त्यो अमेरिका त्यो लन्डनमा गएर चाहिँ के अरे रातो पासपोर्ट पाए पनि त्यो लाउरेको छोरा चाहिँ जिप्सी हुन्छ नि जिप्सी भनेको त्यो देशको अनि हामी के भयौँ एउटा गाँस र कपासको निम्ति संसारभरि भौतडिँदै चौकीदारको भन्दा चाहिँ केही पाएनौँ र अन्तिममा मोर्दामा चन्दा उठाउनु पर्यो आज बहादुर गोर्खाको यही हो त मूल्य
यही हो त मूल्य। अनि हाम्रो देशको शासक के भन्दैछ, लाउरीहरू त तपाईँहरूले त सम्पत्ति कमाएर ल्याउनु भयो, काठमाडौँमा, पोखरामा, धरानमा यति ठुलो बिल्डिङ बनाउनु, तर त्यो लाउरेको गाउँबाट अफुत्ताली परेको उसले विश्लेषण गर्दैन। यही कुरालाई मध्यनजर राख्दै भारतीय सेनाबाट अब अहिले त के अरे धेरै पत्रकार साथीले घोसी पनि भन्दै हाम्रो डाक्टर चन्द्रबहादुरलाई, उनी चाहिँ मेरै गाउँका हुन्। यति ठुलो लडाइँमा परे कि भारत र पाकिस्तानको चाहिँ के अरे 1969 लडाइँमा परेपछि नेपालमा छुट्टी गएपछि उनी हाजिर नभएका। चन्द्रबहादुर गुरुङ र म चाहिँ ब्रिटिस सेनाबाट रिटायर भएका के अरे रिडन्डेन्सीमा गएको दुईजना चाहिँ नामकट्टो सिपाही मिलेर गोर्खा भूपू सैनिक सङ्घको स्थापना गऱ्यौँ। 2046 सालमा नेपालमा बहुदल आएपछि साराले हामीलाई खिसी गरे। एउटा भारतीय सेनाको भूपू सैनिक, एउटा ब्रिटिस सेनाको चाहिँ के अरे रिडन्डेन्सी एउटा लाउरेले ब्रिटिसलाई लड्ने अरे। हेर त महेन्द्र पुत्र हिँड्दाखेरि पनि हामी दुईजनालाई यसरी उठ्छौँ, यसरी चाहिँ खिसी गर्थ्यौँ। तर आज हामीले यसरी लड्दा 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 यस्तो अवस्थामा आयौँ कि आज विश्वको बादशाह भनेर कहलिएको अङ्ग्रेजलाई हामी धुलो चटाउँदैछौँ। र आज मैले हङकङमा आएर अस्तिबाट मात्र बल्ल हाम्रो भाइ जङ्गबहादुर गुरुङले अस्ति उहाँको मेरो परिचय थिए, जुन चाहिँ एभरेस्ट टाइममा निस्केको पत्रिकाको विषय लिएर उहाँले चाहिँ अलिकति उहाँहरूको त्यहाँबाट म त पढेको पनि थिइनँ के रहेछ भन्ने कुरा मैले हेरेँ। त्यहाँ चाहिँ अलिकति आपत्तिजनक पनि लेखियो। जहाँसम्म नेपालको राष्ट्रियताको सवाल छ, मैले त च्यालेन्ज दिएको छु नेपालका प्रचण्ड, नेपालको झलनाथ खनाल र सुशील कोइराला। राष्ट्रियताको सवाल भनेको के हो, लाउरेसँग बसेर डिबेट गर। अहिलेको यथास्थितिमा नेपाललाई सार्वभौम सत्ता राष्ट्र भन्न मिल्दैन। ल त यदि आज हामी सार्वभौम सत्ता राष्ट्रका नागरिक थियौँ भने अर्काको सेनामा भर्ती हुने, अफगानिस्तानका मुसलमान त उसका राष्ट्रियताको निमित्त, उसको सार्वभौमको निमित्त, उसको अस्तित्वको निमित्त लडेको मुसलमान हो। त्यसको घाँटीमा खुकुरले रेट्न जाने पेटको लागि। अनि त्यस्तो देशको नागरिकले, त्यस्तो देशको चाहिँ प्रधानमन्त्रीले, त्यस्तो नेताले नेपाल सार्वभौम भन्न मिल्छ? कदापि मिल्दैन। त्यसैले अलिकति म यहाँका पत्रकार भाइहरूलाई पनि अलिकति म सुझाव दिन्छु, राष्ट्रको नेता नै कि आज 12 वर्षसम्म जनयुद्ध कसरी भयो भन्ने कुराको हामीले विश्लेषण गरिरहेका छौँ। म्याग्दीको घटनालाई हामीले हेऱ्यौँ, स्याङ्जाको घटनालाई हामीले हेऱ्यौँ। जुन बेला सामान्य नागरिक एउटा आफ्नो झोला लिएर बसबाट यात्रा गर्दाखेरिमा पुलिस र सेनाले सियो पनि निकाले, खोतालेर निकाल्थ्यो। म्याग्दीमा 3 इन्च मोटर कसरी बिग्रियो? स्याङ्जाको त्यो घटनामा ऊ कसरी आयो? त्यसको अर्थ माओवादी कोबाट निर्देशित भएर त्यहाँले क्रान्ति गरिरहेको छ। भारतको सहयोग नपाइकन त्यहाँ त्यो हतेर जान्छ। त्यहाँबाट चीनबाट उडेर त आएको थिएन, हङकङबाट उडेर त गर्नु। त्यसैले यस्तो स्थितिमा जब देशका चाहिँ शासक चाहिँ भारतका दलाल बनेर उठ्छन्, हामी लाउरीहरूलाई दलाल भन्नु चाहिँ यो उतै राम्रो हुँदैन। उहाँले पनि एउटा बडो गलत शब्द बोल्नु। त्यसकारण जब अहिले सिङ्गो राष्ट्र अब ब्रिटिस लाउरेले आर्जन गरेको पाउन्ड भारतको स्टेट ब्याङ्कमा जान्छ। यदि नेपाल स्वतन्त्र राष्ट्र भने नेपालको स्टेट ब्याङ्कमा जानुपर्छ। अस्ति हाम्रो डाक्टर चन्द्रले रहसम्मति एनआरएनको चाहिँ मिटिङ हुँदाखेरि नेपालको गभर्नर आएको छ, उहाँलाई प्रश्न गर्यो। डाक्टर चन्द्रबहादुर गुरुङले योभन्दा 15-20 दिन अगाडि रहसम्मति एनआरएनको सम्मेलन भएको छ।
उहाँले प्रश्न गर्नु। मैले नेपालका डाक्टर रामशरण महतलाई पनि यो प्रश्न गरेँ, भरतमोहन अधिकारीले पनि यो अर्थमन्त्रीलाई यो प्रश्न गरेँ। हामीले कमाएको पाउन्ड यदि हामी नेपाल सार्वभौम सत्ता सम्पन्न राष्ट्र हो भने भारतको स्टेट ब्याङ्कमा किन गयो, नेपालमा किन गएन भन्ने प्रश्न गरेर र आज तपाईँ गभर्नर यहाँ आएको हुनाले म यो प्रश्न गर्दैछु, किन हामी नेपाली नागरिकले कमाएको विदेशी मुद्रा भारतको स्टेट ब्याङ्कमा गयो भने उहाँले प्रश्न गर्नुभयो। रहस्य म अस्ति गभर्नरले जवाब दिन सक्दैन। हजुर म पनि बाध्य छु, म नेपालमा गएर बुझेर खबर त्यसको अर्थ के हुन्छ? त्यत्रो राष्ट्रका विकास 3 करोड नेपालीलाई शासन गर्नु, नेपालीलाई चाहिँ के अरे उदिन्छु भनेर चाहिँ के अरे जाने नेता त भारतका दलाल छन् अनि हामी उसको लागि गएर चाहिँ के अरे रोजगारी मान्छेहरूलाई चाहिँ के अरे राष्ट्रियताको उसमा त्यस कारणले गेस्टको आन्दोलन बिल्कुल नै 2046 सालमा हामीले कुनै पनि नेपालको नेपाली 46 सालमा बौद्ध आएपछि के भयो? दीपक मेदरले नेपालको उत्तर सैनिक समूह गठन गर्यो, एमालेकोले नेपाल राष्ट्रिय स्वतन्त्र उत्तर सैनिक अरू त्यस्तै गरे, गेसोले चन्द्रबहादुर र मैले के गठन गरेँ भने हामी कहाँको नेपाल? हामी त नेपालको उपसैनिक होइन, हामी त विदेशी सेनाको उपसैनिक। हाम्रो समस्या नेपाल सरकारसँग हुँदै हुँदैन, भारतीय सेनाका भूसैनिकको समस्या सरकारसँग हुन्छ, ब्रिटिसको समस्या ब्रिटिस सरकारसँग हुन्छ, त्यहाँको समस्या सिङ्गापुर सरकारसँग हुन्छ। त्यस कारणले हामी चाहिँ भोलि लड्न पर्ने अन्तर्राष्ट्रिय अदालतमा लड्नुपर्छ। अन्तर्राष्ट्रिय अदालतमा लड्दाखेरिमा गोर्खा भन्ने बित्तिकै संसारले चिन्छन्, गोर्खा भन्ने बित्तिकै नेपाली नागरिक भारतीय सेनाका लाउरे, ब्रिटिस सेनाका लाउरे, गोर्खा त्यसैले हाम्रो इस्यु उठाउन सजिलो हुन्छ भनेको हुनाले हामीले चाहिँ नेपालका राजनीतिक पार्टीको भन्दा पनि हामी कति पारदर्शी भनेर देखिन्छ केसोको गोर्खा भूसैनिकको स्थापना गरेको थिएँ। यो आज संसारभरि त्यसैले आज मैले चाहिँ हङकङमा आएर आज भारतीय सेनाका हाम्रा भाइहरू छन्। आज मलाई लाग्दछ मभन्दा ज्येष्ठ तपाईँहरू पनि हुनुहुन्छ, त्यस कारणले यहाँ आज मलाई तपाईँहरूले जुन स्वागत पनि गर्नुभयो, तपाईँहरूसँग भेट्ने पनि पाएँ, मलाई यति खुसी लागेको छ। तपाईँहरूसँग हामी हातेमालो गर्दै अगाडि हिँड्छौँ, यही कुराको चाहिँ तपाईँहरू थ्याङ्क यू, धन्यवाद। उहाँको जीवनकाल अवस्था र हाम्रो सिङ्गो दाजुभाइहरूको आज यस सम्मान कार्यक्रममा सिङ्गो स्याङ्जाबाजी दाजुभाइहरू एकत्रित भएर उहाँलाई सम्मान गर्न हाम्रो सानो हामीले यति खुसी छौँ। उहाँ एउटा स्याङ्जाको अहिले हाम्रो सल्लाहकार त्यस्तै गरी उहाँ अहिले हाम्रो सिङ्गो नेपाली विश्वभर छरिरहेका नेपाली दाजुभाइहरू र ब्रिटिसको अगाडि उहाँ साँच्चै महान त्यसको लागि उहाँले जो सङ्घर्ष गर्दै आउनुभयो, त्यसको लागि यसको सङ्घर्ष गर्दै फेरि पनि उहाँको भविष्य उहाँले ताकेको कुराहरू उहाँले बनाएको प्रपोजलहरू सफल हुँदै जाओस् भन्ने हामी सिङ्गो स्याङ्जा र आजको यस कार्यक्रममा यहाँले हामीलाई समय दिनुभयो, त्यसको लागि पनि यहाँलाई म यस समयलाई पनि प्रदान गरिदिनु भएकोमा ब्रिटिसको गोर्खा सैनिकहरू धन्यवाद दिँदै आजको यस समय कार्यक्रमलाई यहीँ समापन गरिदिनुमा म यस स्याङ्जा जनसङ्घका नमस्कार।
धन्यवाद यस सम्मान कार्यक्रममा आउनुभएका यसका अध्यक्ष जलबहादुर गुरुङ र हाम्रा मणिज्यू र सचिव यस संघीय जनसेवा समितिको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट समय दिनुभएको प्रोग्राममा जान चाहन्छु र आज हामी यस्तो गर्व छौँ कि हामी के भन्न चाहन्छौँ हाम्रो एउटा स्याङ्जा जिल्ला एउटा आदि खोलाको छेउमा छ त्यो स्याङ्जा जिल्लाको मान हाम्रो पदमबहादुर गुरुङज्यू अहिले विश्वमा हुनुहुन्छ विश्वमा चिनाउनुहुन्छ त्यस कारणले हामी स्याङ्जा जनसेवा समिति र स्याङ्जा सिङ्गो स्याङ्जा एकदम खुसी नै छौँ र त्यति मात्रै नभएर हाम्रो यस हङकङमा भूतपूर्व सैनिकका अध्यक्ष हाम्रो स्याङ्जा जिल्लाकै हुनुहुन्छ त्यसमा पनि हामी झन् खुसी नै छौँ र आउँदो दिनहरूमा हाम्रो स्याङ्जा जिल्लामा के कस्तो कामहरू हुन्छ र तपाईँहरूलाई के सहयोग गर्नुपर्छ भन्ने हाम्रो यस स्याङ्जा जिल्लाको यो स्याङ्जा जनसेवा समिति जे कुरामा पनि तपाईँहरूलाई काँधमा काँध मिलाउने हामी चाहन्छौँ र तपाईँहरूले पनि हामीसँग तपाईँहरूको प्रपोजल हामीलाई सुनाउनु पर्यो र तपाईँहरूले हामीलाई भन्नु पर्यो यतिकै अब तपाईँहरूले हाम्रो प्रपोजल यस्तो छैन केही छैन गर्नु पर्यो मात्रै भनेर हामी पनि त्यसमा तयारी गर्न त हामी सक्दैनौँ त्यही पनि तपाईँहरूको प्रपोजलमा के कस्तो छ हामीले कुन ठाउँमा कसरी गर्नुपर्छ भन्ने कुराहरू हामी स्याङ्जा जनसेवा समिति सिङ्गो एउटा स्याङ्जा जनसेवा समिति पनि खडा गरेको छौँ हङकङमा त्यसले कुनै कुराहरू तपाईँहरूलाई सहयोग गर्न सकिन्छ र त्यो सहयोग तपाईँहरूबाट पनि हामी माथि आउनु पर्यो र हामीले पनि सहयोग माग्छौँ तपाईँहरूले हामीलाई दिनु पर्यो कति कुराहरू र यति भन्दै हाम्रो यस स्याङ्जा जनसेवा समितिका साथीहरू र सल्लाहकार साथीहरूले समय यो बिजी समयलाई हङकङमा यस आज दिनुभएकोमा हाम्रो यस स्याङ्जा जनसेवा समितिको तर्फबाट हार्दिक बधाई छ र म धेरै बोल्न त जान्दिनँ तर बोलेर काम हुँदैन काम गरेर देखाउनु पर्छ हाम्रो पदम दाई जस्तो हुनु पर्यो मान्छे वास्तविक भनेर पदमजी दाई पनि अब बोल्नुहुन्न काम गरेर देखाउनु भएको हामी खुसी छौँ स्याङ्जा मान्छेहरू हामी देख्दा एकदम खुसी छौँ हङकङमा जस्तै स्याङ्जामा विश्व हङकङ स्याङ्जाको हेर्नुहोस् स्याङ्जाको मान्छेहरू के कम छ हामी पदमबहादुर गुरुङ स्याङ्जाको हङकङमा एक मात्रै सोल्युसन त स्याङ्जाको भन्दा त हामीलाई खुसी नै छौँ त्यसरी नै हामीले अरू साथीभाइहरूमा पनि त्यसरी नै अगाडि बढ्नको लागि कसैले खुट्टा नतानिकन हाम्रो जुन मान्छे अगाडि गइराखेको छ उहाँलाई हामीले सपोर्ट दिनुपर्छ र यही सपोर्ट दिन पाऊँ र दिन चाहन्छौँ भन्दै मेरो यस दुई शब्द यहीँ टुङ्गाउन चाहन्छु